नमस्कार, म ईश्वर अधिकारी। हामीले धेरैवटा सिरियलहरू, धेरैवटा फिल्महरू बनायौँ, हेऱ्यौँ, तर बिल्कुलै नयाँ एक नयाँ वेब सिरिज प्रेम कहानी आशाको किरण लिएर उपस्थित भएका छौँ। दर्शक महानुभाव, हाम्रो भगवान रूपी तपाईहरुको माझमा हामीले प्रस्तुत गरेका हरेक त्यहाँका कथा कहानीहरूलाई कहीँ मिस्टेक भए, कहीँ सच्याउनु परे, तपाईहरुको सल्लाह सुझावको हामीले खाँचो छ। हामीलाई कमेन्टमा वा विभिन्न माध्यमबाट तपाईहरुले हामीलाई सहयोग गर्नुहुन्छ भन्ने आश गरेका छौँ। हेरिदिनु होला, माया गरिदिनु होला। हामीले यो आउने फागुन 29 बाट नै हामी हरेक शुक्रबार बेलुका हाम्रो युट्युब च्यानल मार्फत दर्शक सामु हामी पस्किन गइरहेका छौँ। सरले अब आशाको किरण वेब सिरिज लिएर आउने कुरा जानकारी दिइसक्नु भएको छ र कहिले आउँछ भन्ने कुरा पनि उहाँले जानकारी दिइसक्नु भएको छ र आफ्नो परिचय पनि तपाईले दिइसक्नु भएको छ हैन। आशाको किरण भन्नुभयो, खास आशाको किरण भनेको कस्तो किसिमको वेब सिरिज हो? यस्तो यो एक्ज्याक्ट लभ स्टोरी नै हो। लभ स्टोरी पनि यस्तो डिपली लभ छ यसमा, तर लभ लास्टमा सक्सेस हुँदैन। आशा 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 आशाको किरणको लागि हामी जुन हामी प्रस्तुत गर्छौँ, तर अब पछि हुने त हजुरहरूले हेरेरै पत्ता लगाउनुहुन्छ होला। तर लभ भनेको आशा आशा आशा, तर आशाले दिने कि आशाको किरणको हामी पछ्याउने, त्यसको पीडा, त्यसको वेदना, त्यो सङ्घर्ष, यो भित्र लभ स्टोरीभित्र मान्छे कति पीडा बेहोर्नुपर्छ, कति सङ्घर्ष हुन्छ भन्ने कुरो हामी प्रस्ट्याउन खोज्दैछौँ। आशाको किरण नाम त एकदमै रमाइलो लाग्यो, राम्रो पनि छ हैन, शुभकामना छ। आशाको किरण भनिसकेपछि आशा, त्यसमा चाहिँ आशा को छ र किरण को छ त्यसमा? हाम्रो लिड क्यारेक्टरमा दुईजना हुनुहुन्छ। उहाँकै नामबाट आशा र किरण हामीले उहाँहरूकै कथा र उहाँहरूको कथाभित्रको पात्रलाई इङ्गित गरेर बनाएका हौँ आशाको किरण। त्यसमा हाम्रो दिपेन खड्का र दिया जीसी हुनुहुन्छ। अब अरू कुराहरू, अरू कलाकारहरू म आफै छु, कमल शर्मा हुनुहुन्छ, लगायत अरू हामी धेरै छौँ। हेरेपछि हजुरहरूले दिपेन खड्का किरण हुनुहुन्छ भन्नुभयो, आशा चाहिँ दियाजीसी हुनुहुन्छ भन्नुभयो, अनि तपाईँहरू चाहिँ जन्ती त्यसको पछि हिँड्ने के तपाईँको रोल कस्तो छ तपाईँहरूको? आशाको किरण त भइसक्नुभयो। यो भित्र लगभग यही हो, हाम्रो सामाजिक कहानीहरूमा हामी व्यापारिकबाट एक र अर्कोको टसलहरू नै हुन्छ र एक अर्को प्रेम कहानीहरूको लुच्छाचुडी जस्तो पनि छ। अब त्यसमा धेरै छ, जस्तै एउटै नयाँ चिज, नयाँ रोगलाई, नयाँ के राम्रोलाई सबैले मन पराउने, त्यसलाई कसले पाउने भन्ने नै देखाउन खोज्छ। तपाईँले त्यस्तो भूमिका गरेर तपाईँले अझ रोमाञ्चक, अझ त्यसलाई त्यो वेब सिरिजलाई हैन अझ इन्ट्रेस्टिङ बनाउने भूमिकामा तपाईँ हुनुहुन्छ, जो भिलेनको रोल खेलेर अथवा त्यसमा टसल बनाएर हैन एकअर्काको प्रेम प्रेमिकालाई छुट्याएर तपाईँले रमाइलो लिइराख्नु भएको छ। यसमा कमलजी हामीले टसलै छ। म लगभग मेरो प्राय अहिलेसम्मको उसमा नेगेटिभ क्यारेक्टर, भिलेनको क्यारेक्टर, खलनायक भन्छ त्यसको क्यारेक्टरमै छु। लगभग यसमा पनि मेरो खलनायककै भूमिका देख्नुहुनेछ, तर यसलाई एकदम रोमान्चिक छ। हेर्दाखेरि उहाँहरूले लगभग हाम्रो त्यो समय सिद्धिएको उहाँहरूले थाहै पाउनुहुन्न, यो कहिले आउँछ भन्ने उहाँहरूको मनमा रहिरहन्छ भन्ने मलाई आशा छ।